यो गलत नाराबाजी मोरङ जिल्लाको हो। रामनवमीको अवसरमा रैली निकाल्दा यो गलत नाराबाजी लगाएको छ। यस्तो नराम्रो शब्द भनेको छ कि म यहाँ बोल्न पनि सक्दिन। तर म नेपाल सरकारलाई र गृह मन्त्रालयलाई अपील गर्न चाहन्छु, यो एकचोटि हामी माथि आक्रमण होइन। पटक पटक हामी मुस्लिमलाई टार्गेट गरेको गरै छ। कहिले मस्जिद तोडफोड गर्छ, कहिले हामी मुस्लिमहरूलाई देश निकाला गर्छ, कहिले हाम्रो कुरानलाई जलाउँछ। हामी नेपाली मुस्लिमहरूमाथि एकदमै नराम्रो व्यवहार भइरहेको छ। तपाईहरूको ध्यान यो मुद्दामा पनि जाओस्। यस्तो गलत नाराबाजी लगाउने, गलत व्याख्या गर्ने, एकअर्काको धर्ममाथि गलत टिप्पा टिप्पी गर्ने, चाहे वो मुस्लिम होस् कि चाहे हिन्दू होस्, यस्तो कडा नियम बनाउनुहोस्, यस्तो कडा सजाय दिनुहोस्। कसै धर्मको माथि गलत व्याख्या गर्नको लागि 100 चोटि सोच्नु परोस्। लास्टमा मुस्लिम भाइ तथा दिदी बहिनीहरूलाई पनि भन्न चाहन्छु, यसको माथि तपाईहरू पनि गलत टिप्पा टिप्पी नगर्नुहोस् र यो भिडियोलाई शेयर गरेर नेपाल सरकारसँग पुगाउनुहोस्।